Hello everyone, welcome to my first mini vlog. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज फ्यामिलीसँग हामी चाहिँ राजधानी तिनचुरे भन्ने ठाउँमा आइसकेको छौँ। हजुरहरू पनि भिजिट गर्नुहोला। यो ठाउँ चाहिँ नेपालको लालीक्रसको सबैभन्दा प्रजाति पाउने ठाउँ 3 जिल्ला पर्दो रहेछ। शङ्खसभा, ताप्लेजुङ, तेह्रथुमको सिमानामा रहेको तिनचुरे भन्ने ठाउँमा हजुरहरूले फुल हेर्न सक्नुहुनेछ। हजुरहरू पनि आउनु होला, भिजिट गरिदिनु होला। एकदम राम्रो ठाउँ छ है। अहिले चाहिँ हजुरको फुल एकदम धेरै फुलिरहेछ नि त। अब हामीले चाहिँ हामीले पनि टिकटकमै हो हेरेर कति सिस्टरहरूले चाहिँ ब्रदरहरूले हालिराख्नु भएको थियो तिनचुरेमा फुलै फुलेको छैन भनेर भन्नुभएको थियो। तर हामी चाहिँ 5 पोखरीसम्म पुग्दाखेरि तपाईँको धेरै फुलहरू फुलिरहेको थियो। सो हामीलाई चाहिँ एकदम रमाइलो लाग्यो। हामीले चाहिँ एकदम धेरै इन्जोय गऱ्यौँ हाम्रो फ्यामिलीसँग। अनि मेरो छोटो मिनी भ्लग हजुरहरूलाई कस्तो लाग्यो? राम्रो छैन भने राम्रो छैन भनिदिनु होला। अनि मेरो भोइस चाहिँ खासै राम्रो नभएकोले गर्दा म खासै मेरो भोइसबाट चाहिँ बनाएको थिएन कि। आज फर्स्ट ट्राई गरौँ न के हुन्छ लेट्स सी भनेर मैले भनेको। थ्याङ्क यू सो मच।